हड्डीमा ड्रिल गरेर दाँत राख्ने भन्नु सुन्दा डर लाग्छ तर प्रोसिजर इजी छ। हजुर, त्यसले हड्डीमा कुनै असर या कमजोर बनाउनु त हुँदैन डाक्टर साहब? झन् स्ट्रङ हुन्छ हड्डी। जुन ठाउँमा दाँत छैन त्यो नन फङ्सनल हुन्छ, त्यो एरिया काम नगर्ने टाइपको हुन्छ। तपाईँले याद गर्नुभयो होला, गाडी धेरै दिन राख्नुभयो भने खिया लाग्छ, सामान चलाउनु भयो भने खिया लाग्छ होइन। कुनै चिज तपाईँले घरमा राख्नुभयो, कोटसोट राख्नुभयो भने धुलै धुलो हुन्छ, तपाईँले याद लागिरहेको लुगामा हुँदैन, त्यो हड्डीहरू तल जाँदै जान्छ, बिग्रिँदै जान्छ। तर इम्प्लान्ट तपाईँले गर्नुभयो त्यो हड्डीमा भने त्यो न हड्डी तल जान्छ न बिग्रिन्छ, त्यो झन् समातेर झन् माथिपट्टि हड्डी अझ इन्ड्युस गर्छ भने बनाउँछ हड्डी, त्यो बन्छ। यसले कुनै पनि हानि गर्दैन, कुनै बिगार गर्दैन, नराम्रो गर्दैन। र यो मटेरियल टाइटेनियम भन्ने मटेरियल हो। त्यसैले गर्दा यो टाइटेनियम भन्ने मटेरियल चाहिँ बायोफ्रेन्डली छ। बायोफ्रेन्डली भनेको शरीरसँग घपक्कै मिल्ने, लपक्कै मिल्ने, शरीरलाई अझ मद्दत गर्ने होइन, एनर्जी दिन मद्दत गर्ने, सिनर्जिक बनाउने भनेको अर्ध ऊर्जा थप्ने चाहिँ प्रक्रिया अन्तर्गत यो हड्डी बनाउने प्रक्रियामा पनि यसले मद्दत गर्दछ, इन्ड्युस गर्न मद्दत गर्दछ। त्यस कारणले गर्दाखेरि यसले कुनै हानि गर्दैन, नराम्रो गर्दैन।